अहिले विद्यार्थीहरुमा कुन चाहिँ इंग्लिश टेस्ट दिने भन्ने कुरामा धेरै कन्फ्युजन भएको पाएँ। त्यो कारणले मैले यो भिडियो बनाइदिएको छु। हामीलाई फलो या शेयर पनि गरिदिनु होला ताकि अन्य विद्यार्थीहरुसँग पनि यो इन्फर्मेसन पुर्याउन सकियोस्। तपाईले आईएलटीएस, पीटी, टोफल, ड्युओलिङ्गो, सीए जस्ता इंग्लिश टेस्टहरु जुनसुकै दिँदा पनि हुन्छ। यदि तपाईले जान चाहेको देशको वेबसाइटमा नै यी टेस्टहरु हामीले एक्सेप्ट गर्छौं भनेर लेखिएको छ भने तपाईले प्लान ए र प्लान बी देश पनि दुईटा गर्नुभयो हुन्छ ताकि अहिले धेरै भिजा रिफ्युजल भइरहेको अवस्थामा चाहिँ एउटा देशले दिएन भने पनि अर्को देशमा एप्लाई गर्दाखेरि फेरि तपाईले इंग्लिश टेस्ट दिन नपरोस्। अनि अर्को कन्फ्युजन विद्यार्थीमा के छ भन्दाखेरि आईएलटीएस गर्दाखेरि धेरै प्रायोरिटी दिने र अरु टेस्टहरु गर्दा नदिने भन्ने चाहिँ रहँदैन। उनीहरुले यदि एक्सेप्ट गर्छौं भनेर भनेका छन् भने उनीहरुलाई जस्ट ल्याङ्ग्वेज टेस्टमा यदि स्कोर आएको छ एटलिस्ट एलिजिबल स्कोर छ भनेपछि उनीहरुलाई पुग्छ नै। तर तपाईको हायर द स्कोर बेटर द चान्सेस हुन्छ। तपाई अलि राम्रो सुपेरियर इंग्लिश जति देखाउन सक्नुहुन्छ जस्तै 9 मा 8 या 8.5 या पीटी मा 90 मा 80 क्रस ल्याउँछ भने त्यसले तपाईको इंग्लिश प्रोफिसिएन्सी राम्रो देखाउँछ र तपाईको चान्सेस बढ्न सक्ने चाहिँ देखिन्छ। तर टेस्ट कुन गर्ने भन्नेमा कन्फ्युज नहुनु भयो हुन्छ। हामी आईएलटीएस पीटी का क्लासेस मात्र होइन, हामी अब्रोड स्टडीको लागि यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड र अस्ट्रेलिया जस्ता देशहरु हामीले अप्लाई गरिरहेका छौं भने आईएलटीएस मात्रै होइन या पीटी मात्रै होइन त्यो देशको लागि चाहिने अन्य डकुमेन्टहरु पनि चाहिन्छन् भने तपाईले प्रिपेयर गर्दै गर्दा साइडमा त्यो डकुमेन्टहरु पनि जुटाउन थाल्नु भयो भने तपाईको स्टुडेन्ट जर्नी चाहिँ सजिलो हुन सक्छ। हामी चिप्लेडुङ्गा पोखरा टर्मिनलको पारिपट्टि तेस्रो तलामा छौं। आउनुहोस् छलफल गरौँ। डोन्ट रिस्क योर भिजा, गेट द राइट सपोर्ट। थ्यांक यू।